नमस्ते विद्यार्थी भाइ बहिनीहरू, कक्षा 8को सामाजिक अध्ययनको यो विशेष प्रस्तुतिमा तपाईँहरूलाई स्वागत छ। हामीले सधैँ देशको विकास गर्नुपर्छ भन्ने त सुनेकै छौँ, तर यो विकास भन्ने कुरा साँच्चै केमा अडिएको हुन्छ त? कुनै पनि राष्ट्र कसरी हुर्कन्छ र अगाडि बढ्छ? आज हामी राष्ट्र निर्माणको त्यही मुख्य जग अर्थात् विकासका पूर्वाधारको बारेमा गहिरिएर कुरा गर्नेछौँ। आज हामी मुख्यतया पूर्वाधारको अर्थ, यसका 6वटा आधार स्तम्भ, पूर्वाधार हुँदा र नहुँदाको हाम्रो अवस्था, यिनीहरूको चक्र र अन्तर्सम्बन्ध र अन्त्यमा परीक्षामा आउन सक्ने महत्त्वपूर्ण प्रश्नहरूको बारेमा सरर कुरा गर्नेछौँ। ल सुरु गरौँ है त। खण्ड 1 अर्थ र आधार। एउटा देश बन्नका लागि सबैभन्दा पहिले के चाहिन्छ त? आउनुहोस् बुझौँ। अब सोचौँ त, एउटा सुन्दर विद्यालय वा ठूलो भवन बनाउनु पर्यो भने सबैभन्दा पहिले के चाहिन्छ? पक्कै पनि एउटा राम्रो नक्सा र बलियो जग, होइन त? ठ्याक्कै त्यस्तै कुनै पनि देश बन्न वा विकास हुनको लागि पनि एउटा एकदमै बलियो सुरुवाती बिन्दु चाहिन्छ। हावामा त पक्कै घर बन्दैन नि, होइन र? यसलाई एउटा घरको उदाहरणबाट झनै प्रष्टसँग बुझौँ। जमिनभन्दा माथि देखिएको चिटिक्क परेको रङ्गीचङ्गी घर भनेको चाहिँ विकास हो। तर त्यो घरलाई कसले अड्याएर राखेको छ? जमिन मुनिको त्यो नदेखिने तर एकदमै बलियो जगले हो। त्यही जग नै पूर्वाधार हो। जग बिनाको घर बनाउन खोज्नुभयो भने के हुन्छ? छिट्टै भत्किन्छ। त्यसैगरी देश विकास हुन पूर्वाधार एकदमै बलियो हुनै पर्छ। अब परीक्षाकै लागि भनेर ठ्याक्कै परिभाषा दिनुपर्दा चाहिँ यसरी बुझ्न सकिन्छ। विकासका लागि नभई नहुने अति आवश्यक आधार वा सुविधाहरू नै पूर्वाधार हुन्। यी भनेका त्यस्ता कुरा हुन् जसमा हामी कुनै पनि सम्झौता गर्न सक्दैनौँ। कुनै पनि समाज वा राष्ट्र अगाडि बढ्ने हो भने यी सुविधाहरू त पहिलो शर्त नै हुन्। खण्ड 2 मुख्य आधार स्तम्भ। अब विचार गरौँ त, विकास रूपी घरको छानालाई धान्ने ती मुख्य पिलरहरू के होलान् त? समृद्ध नेपाल निर्माण गर्न मुख्यतया 6वटा फरक पिलरले विकासको छानालाई धानिरहेका हुन्छन्। ती हुन् शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत र खानेपानी। एउटा राष्ट्रलाई साँच्चीकै सुखी र समृद्ध बनाउन यी सबै पिलरहरू सँगसँगै बलियो भएर उभिनुपर्छ। एउटा मात्रै पिलर कमजोर भयो भने पनि समग्र विकासको छाना ढल्न सक्छ नि। अब यी प्रत्येक पिलरलाई अलि नजिकबाट हेरौँ। सबैभन्दा पहिलो र एकदमै महत्त्वपूर्ण पिलर भनेको शिक्षा हो। यसलाई विकासको पहिलो आधार पनि भनिन्छ। किन होला? किनभने विद्यालय र विश्वविद्यालयहरू भनेका दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना जस्तै हुन्। त्यहीबाट त हो नि डाक्टर, इन्जिनियर, शिक्षक र कृषिविज्ञहरू बन्ने। अनि तिनै पढे लेखेका जनशक्तिले देशका अरू पूर्वाधारहरू बनाउँछन्। त्यसैले शिक्षा बिना त अरू कुनै विकास सम्भव नै छैन। दोस्रो पिलर हो स्वास्थ्य। यसलाई एउटा चम्किलो सुरक्षा कवच जस्तै मान्न सकिन्छ। हेर्नुस् त, स्वास्थ्य नागरिक नै देशका वास्तविक गहना हुन्। अस्पताल र स्वास्थ्य संस्थाहरूले हामीलाई रोग लाग्नबाट बचाउँछन्। आफै सोच्नुस् त, मान्छे सधैँ बिरामी मात्र भइरह्यो भने उसले कसरी राम्रोसँग पढ्ने वा कसरी काम गर्ने पक्कै सकिँदैन। त्यसैले निरोगी नागरिक उत्पादन गर्नु स्वास्थ्य पूर्वाधारको मुख्य काम हो। अब तेस्रो पिलरमा जाउँ, यातायात। बाटोघाटो, पुल, हवाईजहाज यी सबै विकासका भौतिक कनेक्टर हुन्। यिनीहरूले नै मानिस र सामानलाई एक ठाउँबाट अर्को ठाउँमा सजिलै जोड्ने काम गर्छन्। गाउँमा फलेको ताजा तरकारी सहरको बजारसम्म ल्याउन होस् वा बिरामीलाई हतार अस्पताल पुर्याउन, यातायातले हाम्रो कति धेरै समय बचाउँछ र जीवनलाई कति सहज बनाउँछ है। चौथो पिलर हो सञ्चार। रेडियो, टिभी, इन्टरनेट अनि मोबाइल फोन। आजकल सञ्चारका तरङ्गहरूले देशको कुना काप्चासम्मका खबर एकैछिनमा आदान प्रदान गरिदिन्छन्। साँच्चै भन्ने हो भने इन्टरनेट र मोबाइलले गर्दा आज यो सिङ्गो संसार नै एउटा सानो गाउँ जस्तो भएको छ। हामी जहाँ भए पनि एकअर्कासँग कति सजिलै जोडिन सकेका छौँ, होइन र? पाँचौं पिलर विद्युत अर्थात् बिजुली। यसलाई त विकासको मुख्य इन्जिन नै भन्दा पनि हुन्छ। ठूल्ठूला उद्योग, कम्प्युटर, अस्पतालका मसिनदेखि पानी तान्ने पम्पसम्म यी सबैलाई कसले ज्यान दिन्छ? बिजुलीले। विद्युत बिना न त कल कारखाना चल्न सक्छन् न अस्पतालका उपकरण नै। यसले घरमा उज्यालो मात्रै दिने होइन, अरू सबै पूर्वाधारलाई चलाउन मुख्य शक्तिकै काम गरिरहेको हुन्छ। हाम्रो 6औं र अन्तिम पिलर हो शुद्ध खानेपानी। हेर्नुहोस्, शुद्ध पानी पिउन पाउनु भनेको मानव जीवनको सबैभन्दा पहिलो र आधारभूत आवश्यकता हो।
सफा पानी पिउने हो भने मात्रै पनि हामी धेरैजसो रोगहरूबाट सजिलै बच्न सक्छौं। यसले हाम्रो घर र सिङ्गो समाजको सरसफाइ कायम राख्न कतिजरे मद्दत गर्छ भन्ने कुरा त हामी सबैलाई थाहै छ। खण्ड 3 पूर्वाधार हुँदा र नहुँदाको अवस्था। अब एकछिन कल्पना गरौँ त, यी पूर्वाधारहरू हुँदै नभएको भए हाम्रो दैनिकी कस्तो हुन्थ्यो होला? तपाईँ आफै तुलना गरेर हेर्नुहोस् त। पूर्वाधार नहुँदा बिरामीलाई डोकोमा बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता हुन्छ। पढ्नका लागि घण्टौँ हिँड्नुपर्छ, एउटा चिठी पुग्न महिनौँ लाग्छ, अनि राति टुकी बालेर बस्नुपर्छ। तर अर्कोतिर पूर्वाधार हुँदा जीवन कति सहज छ। एउटा फोन गर्ने बित्तिकै एम्बुलेन्स आउँछ, गाउँमै राम्रो स्कुल हुन्छ, इन्टरनेटले तत्काल कुरा हुन्छ, अनि घर घरमा झिलिमिली बत्ती बल्छ। विकासले ल्याउने जादु नै यही त हो नि। परीक्षाको तयारीका लागि यो एकदमै काम लाग्ने कुराहरू है। पूर्वाधार नहुँदाको गाह्रो अवस्था र हुँदाको सजिलो अवस्थालाई यसरी एउटा तालिका बनाएर कापीमा टिप्नुभयो भने पछि सम्झन धेरै सजिलो हुन्छ। यसले हाम्रो जनजीवनमा पूर्वाधारको प्रत्यक्ष असर कस्तो हुन्छ भनेर ट्याक्कै देखाउँछ। खण्ड 4 चक्र र अन्तर्सम्बन्ध। के यी 6वटा पिलरहरूले एक्लै काम गर्छन् त? पक्कै गर्दैनन्। आउनुहोस् हेरौँ कसरी जोडिएका छन् यिनीहरू। विकासको एउटा रमाइलो चक्र हुन्छ जुन निरन्तर चलिरहन्छ। हेर्नुहोस् है, शिक्षाले डाक्टर र इन्जिनियर बनाउँछ, अनि तिनै जनशक्तिले राम्रो अस्पताल र बाटोघाटो बनाउँछन्। जब राम्रो बाटो र स्वास्थ्य सुविधा हुन्छ तब मानिसहरूलाई स्कुल जान झनै सजिलो हुन्छ, अनि फेरि त्यहाँबाट अझै धेरै दक्ष जनशक्ति निस्कन्छन्। एउटा क्षेत्रमा गरेको लगानीले कसरी अर्को क्षेत्रको विकासलाई आफै अगाडि बढाउँदो रहेछ, यो चक्रबाट एकदम छर्लङ्ग हुन्छ नि। यी पूर्वाधारहरू भनेका ठ्याक्कै मेसिनका दाँती वा गियर जस्तै हुन्। एउटा गियर घुमेपछि त्यसले आफै अर्कोलाई पनि घुमाउँछ। जस्तै एउटा अस्पताल राम्रोसँग चल्न बिजुली त चाहियो नि, होइन? अनि बिरामी अस्पताल पुग्न बाटो पनि चाहियो। सञ्चार नभई डाक्टरले नयाँ प्रविधिको जानकारी नै पाउँदैनन्। त्यसैले यी सबै कुराहरू एक अर्कामा पूर्ण रूपमा निर्भर छन्। यही कुरालाई बुझाउन यो भनाइ एकदमै सान्दर्भिक छ। सबै पूर्वाधारहरू एक अर्कामा भर पर्छन्। मेसिनको चक्का जस्तै एउटा रोकिए सबै रोकिन्छन्। साँच्चै हो, कुनै एउटा पूर्वाधार मात्रै नभए पनि समग्र विकासको गति नै ठप्प हुन्छ। यो कुरा सधैँ याद राख्नुहोला है। खण्ड 5 परीक्षाको तयारी। अब हामीले यति धेरै कुरा त सिक्यौँ, तर यसलाई परीक्षामा कसरी लेख्ने त? केही महत्त्वपूर्ण प्रश्नहरू हेरौँ है त। ल, यो प्रश्न परीक्षामा आउन सक्ने सम्भाव्य र धेरै महत्त्वपूर्ण प्रश्न हो। विकास र पूर्वाधार बीच कस्तो सम्बन्ध छ, उदाहरणसहित प्रश्न पार्नुहोस्। अब सोच्नुस् त, अघि हामीले कुरा गरेको त्यो घर र जगको उदाहरण अनि मेसिनका चक्काहरूको उदाहरण हो, तिनै कुराहरूलाई मिलाएर तपाईले यसको एकदमै राम्रो उत्तर लेख्न सक्नुहुन्छ। यसले कक्षा 8 को सिकाइ उपलब्धिलाई ठ्याक्कै समेट्छ। परीक्षामा राम्रो अङ्क ल्याउन यी बुदाहरूलाई ध्यान दिनुहोला है। सुरुमा जसरी घर बलियो हुन जग बलियो हुनुपर्छ, त्यसरी नै पूर्वाधार विकासको बलियो जग हो भनेर लेख्नुस्। दोस्रो, समाजको विकासका लागि शिक्षा, स्वास्थ्य लगायतका 6वटै पिलरहरू सँगसँगै चाहिन्छन् भनेर खुलाउनुस्। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उदाहरण दिन नबिर्सनुहोला, यी पूर्वाधारहरू मेसिनका चक्का जस्तै अन्तर्सम्बन्धित छन्। एउटा अस्पताल चलाउन बिजुली र यातायात दुवै चाहिन्छ नि। अन्त्यमा, पूर्वाधार बिना जीवन कष्टकर हुन्छ भने पूर्वाधारले समय बचाएर जीवनस्तर उकास्छ भनेर निष्कर्ष लेख्नुभयो भने तपाईँको उत्तर एकदमै उत्कृष्ट हुन्छ। अब अन्त्यमा यो सुन्दर तस्बिर हेरौँ त, जहाँ राम्रो बाटोघाटो छ, विद्यालय छ, अस्पताल छ, बिजुली र इन्टरनेट छ, त्यहाँका मानिसहरू कति सुखी र खुसी देखिन्छन्। विकासका पूर्वाधारहरू नै साँच्चै देश निर्माणका बलिया जग हुन्। यी जग बलियो भए मात्र देश समृद्ध बन्छ। अब जाँदा जाँदै म तपाईँहरूलाई एउटा प्रश्न छोड्न चाहन्छु। तपाईँको आफ्नै गाउँ वा समुदायमा अहिले यी 6वटा मध्ये कुन पूर्वाधारको सबैभन्दा बढी आवश्यकता छ जस्तो लाग्छ? यसबारे पक्कै सोच्नुहोला है। आजको यो सिकाइमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। परीक्षाको लागि शुभकामना। राम्रोसँग पढ्नुहोला।